दर्शक महानुभावहरू हामी पुनः फेरि प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। भोटेहाङ गाउँपालिकाको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित यस 8औं अध्यक्ष कपको आज चौथो दिन यानि कि फाइनल खेल अथवा समापनको दिन रहेको छ र यहाँ देख्न सक्नुहुनेछ भोटेहाङ गाउँपालिका 8 नम्बर वडा सिम्पानी माविको खेल मैदानमा दुई फाइनलिस्ट टिम सेतो जर्सी र निलो कट्टुमा हुनुहुन्छ। वाफ्लुका भोटेहाङ गाउँपालिका वडा नम्बर 2 का खेलाडी मित्रहरू भने सेतो जर्सी र कालो कट्टुमा हुनुहुन्छ। सहकट्टरे खोटेहाङ गाउँपालिका वडा नम्बर 3 का खेलाडी साथीहरू यहाँहरू मैदानमा अभ्यासको क्रममा हुनुहुन्छ। र आजको मौसम अत्याधिक गर्मी रहेको छ। गर्मीको कारणले खेलाडीहरूलाई पनि खेल्न केही कठिनाइ भइरहेको हामीले यसअघिको महिलातर्फको फाइनल खेलमा देखिरहेका थियौँ। भोटेहाङ गाउँपालिकाले आयोजना गरेको यो 8औं अध्यक्ष कप स्थानीय सरकार स्थापना भए पश्चात लगातार सञ्चालन गरिएकोमा एक साल कोरोना अथवा कोभिड-19 को कारण स्थगित भएको थियो। त्यो हुँदाखेरि वार्षिकोत्सव 9औं हो भनेदेखि अध्यक्ष कप 8औं मात्रै भएको यहाँलाई म जानकारी गराउन चाहन्छु। भोटेहाङ गाउँपालिकाले 2079 सालको जनप्रतिनिधिहरू आउनुभए पश्चात भोटेहाङ गाउँपालिकाभरिका 9वटा वडाका खेलाडीहरू बीच मात्र प्रतिस्पर्धा गराई उहाँहरूको क्षमता पहिचान गर्ने, उहाँहरूको क्षमतालाई प्रस्फुटन गर्न मौका दिने, अवसर दिने र यहाँदेखि छनौट भएका विभिन्न खेलाडीहरूलाई यहाँभन्दा बाहिर हुने पालिका स्तरीय खेलकुद गतिविधि अथवा चाहिँ भलिबल खेल प्रतियोगितामा समावेश गराउने उद्देश्यका साथ यसलाई आन्तरिक वडा स्तरीय प्रतिस्पर्धाको रूपमा आयोजना गरिएको छ र अध्यक्ष कप 2083 8औं अध्यक्ष कप 2083 को प्रथम पुरस्कार महिलातर्फ र पुरुषतर्फ बराबर रहेको छ, जसको नगद पुरस्कार राशि रहेको छ 81,000 करसहित। त्यसै गरी दोस्रो हुने महिला तथा पुरुष खेलाडी साथीहरू र टिमलाई 61,000 र त्यसै गरी सेमी फाइनलिस्ट दुई महिला र पुरुष टिम गरी जम्मा 4 टिमलाई 31,000 को दरले पुरस्कार राखिएको छ र साथमा मेडल तथा प्रमाणपत्र र पहिलो र दोस्रो हुने पुरुष तथा महिला खेलाडी टिमलाई ट्रफी पनि रहेको छ। र मैले बारम्बार भनिरहेको छु आज निकै नै तापक्रम बढिरहेको हामीले महसुस गरिरहेका छौँ र घाम पनि यसअघिको तुलनामा केही मात्रामा अलिक बढी लागेको हो कि भन्ने हामीले महसुस गरेका छौँ र दर्शकहरूले छाता ओढेर भए पनि यो फाइनल खेलकुद कार्यक्रमलाई साथ दिइरहनु भएको छ। भोटेहाङ गाउँपालिका उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छ। उहाँहरूकै साथ सहयोग र हौसलाको कारणले यो कार्यक्रम चौथो दिनमा आएर पनि भव्यताका साथ अगाडि बढिरहेको छ। दर्शक बिना खेलकुद कार्यक्रम शून्य नै हुने हामीले महसुस गरेका छौँ। दर्शकको साथ भए मात्र खेलकुद गतिविधिले पूर्णता पाउने छ, नभए खेलकुद
गतिविधि एउटा प्रक्रियाको रूपमा सीमित रहनेछ र हामी खोटाङ गाउँपालिका वडा नम्बर 8मा सञ्चालित श्री सिम्पानी माध्यमिक विद्यालयको खेलकुद मैदानदेखि प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ। आफ्नो टिमलाई हौसला दिएर सपोर्ट गरेर र हुटिङ लाएर जिताउनका लागि उहाँहरू खेल मैदानमै उपस्थित हुनुहुन्छ। उमेर समूहले खेलकुद गतिविधिलाई हेर्न र चाहिँ खेलकुद खेल्ने खेलाडीहरूलाई साथ सहयोग गर्नलाई छेक्दैन भन्ने उदाहरण हामी यहाँ प्रष्ट देख्न सकिरहेका छौँ। हामी सामु हुनुहुन्छ निकै उमेर पार गरिसक्नु भएको हाम्रो एकजना वृद्ध व्यक्तित्व हुनुहुन्छ। उहाँ अहिले यहाँ हुनुहुन्न रहेछ। योभन्दा अगाडिको खेललाई उहाँले मनोरञ्जनात्मक तरिकाले लिएर साथ सपोर्ट गरिरहनु भएको थियो र हामी देख्न सक्छौँ हाम्रो वडा नम्बर 8का वडाध्यक्ष चन्द्रबहादुर थापाज्यू, त्यसै गरी वडा नम्बर 9का वडाध्यक्ष इन्द्रबहादुर राईज्यू, त्यसै गरी हामी देख्न सक्छौँ इन्डियन पोखरी माविका प्रधानाध्यापक कमल सर लगायत सिम्पानी माविका शिक्षकज्यूहरू, त्यसै गरी वडा नम्बर 7का वडाध्यक्ष श्री शिवप्रसाद खनालज्यू, उहाँहरू विद्यालयको बरन्डामा बसेर खेलकुद गतिविधि हेरिरहनु भएको छ। त्यसै गरी हाम्रो शिक्षा शाखाका प्रमुख श्री राजकुमार खड्काजी हुनुहुन्छ। हामी देख्न सक्छौँ खोटाङ गाउँपालिकाले आयोजना गरेको 8औं अध्यक्ष कपको ब्यानर केही बेरमै खेलकुद गतिविधि सुचारू हुन गइरहेको छ। निरन्तर अभ्यासको क्रममा हुनुहुन्छ खेलाडी साथीहरू। यता हामी देख्न सक्छौँ सेतो जर्सी र निलो कट्टुमा खोटाङ गाउँपालिका वडा नम्बर 2का खेलाडी साथीहरू उहाँहरू वाप्लुखादेखि हुनुहुन्छ भनेदेखि हामी सेतो जर्सी र कालो कट्टुमा देखिरहेका छौँ खोटाङ गाउँपालिका वडा नम्बर 3 साहकटेरका खेलाडी साथीहरू र हाम्रो फोर्थ अफिसियलमा हुनुहुन्छ र व्यवस्थापन टोलीमा हुनुहुन्छ खोटाङ गाउँपालिका कर्मचारी मित्रहरू। खोटाङ गाउँपालिकाको 8औं अध्यक्ष कपको आज अन्तिम दिन पुरुषतर्फको फाइनल खेल हुन गइरहेको छ र यस खेल सञ्चालन गर्नका लागि मुख्य एम्पायरको भूमिका प्रादेशिक एम्पायर बसन्त राईले तारा मगरले गर्न गइरहेको छ र सेकेन्ड
रेफ्रीमा हुनुहुन्छ बसन्त राई। खेल सुरु हुन गइरहेको छ। खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता खोटाङ गाउँपालिकाभरिको वडा स्तरीय भलिबल ग्रुप प्रतियोगिता साहकटारे 7औं यसभन्दा अगाडिको संस्करण 7औं अध्यक्ष कपको डिफेन्डिङ च्याम्पियन रहनुभएको छ भनेदेखि बाफ्लुखा पनि कडा प्रतिस्पर्धीको रूपमा मैदानमा उत्रिँदै हुनुहुन्छ। आदरणीय दर्शक महानुभावहरू, आफूले मन परेको टिमलाई सभ्य भाषाले भोटिङ लगाएर हौसला बढाइदिनु न र पहिलो सेट फाइनल म्याचको पहिलो सेटको पहिलो सर्भिस सावकटारे वडा नम्बर 3 लाई। पहिलो सर्भिस सावकटारे। सावकटारले खाता खोल्न सफल हुनुभएको छ। सावकटारले 1 अङ्क, बाफ्लुका खाता खोल्न सफल हुनुभएको छैन। बाफ्लुका 1 सावकटारे। मनोज तामाङ लेख्नुहुन्छ सावा भन्दै, उहाँ सावाको सपोर्टर हुनुहुन्छ। किन्नर राई चामले लेख्नुहुन्छ फाइनल भनेर। हजुर, यो खेल पुरुषतर्फको फाइनल खेल रहेको छ। जम्मा 5 सेट हुने यो फाइनल खेल, यो पहिलो सेटको खेल भइरहेको छ।
वाफलेको तर्फबाट वाफलेका अङ्क 5 भने साफ पनि 5 बराबरी एक अङ्क थप्दै 7 बनाएको छ भने 100 कटोरे 6 रोशन खड्का लेख्ने जवाब लुखा त्यसैले साथ सहयोग गरिदिनु होला आफ्नो टिमलाई माया गरिदिनु होला गरेर भिडियो गर्नु होला यहाँ काम छ एउटा सिफारिस गर्नु प्रयास सबैको तर्फबाट अङ्क पनि साव कटेरलाई साव कटेर 8 टपका सिम्पानी टाउको अलिक यता गरिदिनु पर्यो यसो गरिदिनु देख्छ खेल अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ अङ्क बराबरी बनाउँदै खेल्दै हुनुहुन्छ साव कटेर खेलाडी साथीहरू त्यो फाइनल गेम हो पक्कै पनि खेल रोमाञ्चकै हुनेछ बाँकी टिमहरूलाई पछि पार्दै फाइनल पुग्न सफल दुई टिमको खेल पक्कै पनि फाइनल जस्तै हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ रामकुमार मगराती हाम्रो पूर्व कर्मचारी हुनुहुन्छ उहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ खोटाङ गाउँपालिकाको तर्फबाट खेल हेरेर प्रतिक्रिया पनि जनाइदिनु होला अङ्क 11 कविका 10 साव गरेको तर्फबाट
कटोरेलाई 13-11 भएको छ त्यसै गरी अफ्रिकालाई अङ्क 12 साउकटाले 13 युवराज श्रेष्ठ लेख्नुहुन्छ राम्रो गेम भन्दै लेख्नु भएको छ पक्कै पनि यो फाइनल गेम हो अपेक्षित रूपमा फाइनल गेम त्यसै पनि राम्रो हुनेछ खेलाडी साथीहरूले अहिले भने अङ्क साउकटालाई 15 अफ्रिका 13 मैदान बाहिर दर्शकहरू खचाखच रूपमा भरिभराउ भएको छ फाइनल खेल हेर्नका लागि दर्शकहरू ठुलो सङ्ख्यामा उपस्थित रहेको छ पुनः केही समयको ब्रेकपछि खेल सुचारू हुन गइरहेको छ सर्भिसमा हुनुहुन्छ साउकटाले त्यहाँ खेलाडीहरू जोसेफ सावा भनेर उत्कृष्ट खेलाडी सावाको जोसेफ हुनुहुन्छ
खेल पुनः सुचारू भइसकेको छ। सहकटरे 18 अङ्क, अफ्रिका 14। निकै नै राम्रो खेल प्रस्तुत गरिरहनु भएको छ दुवै टिमका खेलाडी साथीहरूले। उत्तिकै मेहनत, उत्तिकै जोस जाँगर देखाइरहनु भएको छ। निकै नै राम्रो स्ट्राइक फर्स्टको तर्फबाट। अफ्रिका 16, सहकटरे 19। बल पठाउन असफल सहकटरे। यो सँगै अफ्रिकाले एक अङ्क जोड्दै 17 अङ्क ल्याउन सफल हुनुभएको छ भने सहकटरे 19। चेक आउट सहकटरेको तर्फबाट अङ्क जोड्न सफल अफ्रिका। अफ्रिकाको 18, सहकटरेको 20। Timeout, सहकटरे। फाइनल कस्तो लाग्दैछ? बस्नु देखियो। Hey!
निकै नै राम्रो खेल यहाँ हामी देख्न सकिरहेका छौँ। बराबरी अङ्कका साथमा पब्लिका र सहकर्मीका खेलाडी साथीहरू लगातार कडा मेहनत त्यसै गरी खेलमा गेम पोइन्ट भने पब्लिकालाई 24 अङ्क सहकर्मी 13। 5 सेट मध्ये यो पहिलो सेटको खेल चलिरहेको छ जसमा वाफ्लुका 24 अङ्क सहित गेम पोइन्ट हुन सफल हुनुभएको छ। स्ट्राइक आउटसँगै वाफ्लुकाले 23का विरुद्ध 25 अङ्क ल्याएर 5औँ सेट मध्येको पहिलो सेट आफ्नो पोइन्टमा पार्न सफल हुनुभएको छ। र हामी यहाँ देख्न सक्छौँ केही छिन अगाडि भएको महिलातर्फ प्रथम हुन सफल लिका पोखरीका खेलाडी बहिनीहरू। हामी यहाँ देख्न सक्छौँ पालिकातर्फका कर्मचारी साथीहरू, जनप्रतिनिधिज्यूहरू, त्यसै गरी अन्य दर्शक महानुभावहरू हामी लगातार प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। रज मैदान बाहिर दर्शकहरू रहनुभएको छ। आफ्नो टिमलाई विभिन्न तरिकाले हौसला प्रदान गरिरहनुभएको छ। उहाँलाई हामी खोटाङ गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। उहाँको साथ सहयोगले गर्दाखेरि यो फाइनल खेल एकदम रोमाञ्चक मोडमा गइरहेको छ, गरिरहेको छ। र अब खेलाडी साथीहरू प्रवेश गर्नुभएको छ खेल मैदानभित्र। 5औँ सेट मध्येको यो दोस्रो सेट अब सुरु हुन गइरहेको छ। खोटाङ गाउँपालिका वडा नम्बर 3 सहकर्मी वर्सेस वडा नम्बर 2 वाफ्लुका र दोस्रो सेटको पहिलो सर्भिस वाफ्लुकाका खेलाडीलाई।
बनाएको छ भने सहकटरे याम खड्का काफले हाम्रो साकेला गाउँपालिका वडा नम्बर 4 निवासी हुनुहुन्छ। उहाँलाई पनि यस खोटाङ गाउँपालिकाको प्रत्यक्ष प्रसारणमा हामी स्वागत गर्न चाहन्छौँ। अन्य पालिका भएर पनि हाम्रो खोटाङ गाउँपालिकाले आयोजना गरेको यस भलिबल प्रतियोगितालाई हेरेर साथ सहयोग गरिदिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। सुक्रम राईलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ खोटाङ गाउँपालिकाको यो लाइभमा। रबिन राई पनि हाम्रो लाइभमा जोडिनु भएको छ, यहाँलाई हार्दिक स्वागत गर्दछौँ। उहाँ सहकटरे टिमको सपोर्टर हुनुहुन्छ, आफ्नो टिमलाई हौसला प्रदान गर्दै हुनुहुन्छ। मैले योभन्दा अगाडि पनि भन्दै आइरहेको छु, सहकटरे योभन्दा अगाडिको संस्करणको यानि 7औं अध्यक्ष कपको डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ भने वाफ्लुका पनि त्यत्तिकै राम्रो प्रतिस्पर्धीको रूपमा आइरहनु भएको छ। लगातार वाफ्लुका अङ्क जोड्दै वाफ्लुकाको 9 अङ्क भने सहकटरेको 4 अङ्क। टाइम आउट सहकटरेबाट दिएको छ। फाइनल खेल 8औं अध्यक्ष कपको वाफ्लुका भर्सेस सहकटरे। सर्भिस वाफ्लुकाले रहेको छ।
स्ट्राइक राम्रो नहुँदा अफ्रिकाले 1 अङ्क गुमाउनु भएको छ। शाह कटारेको 5 अङ्क भने अफ्रिकाको 10 अङ्क। स्ट्राइक अफ्रिकाको तर्फबाट अफ्रिका 1 अङ्क जोड्दै 11 अङ्क बनाउन सफल हुनुभएको छन्। 5 रङ सर्भिस यो साथै 1 अङ्क जोडियो अफ्रिकाको अङ्क 12 पुगेका छन्। शाह कटारेको 7 अङ्क। बनाउन सफल हुनुभएको छ भने शाह कटारे 12 अफ्रिका 12। सर्भिस अवश्य अफ्रिकालाई 13-9। पूर्ण खेल शाहले प्रस्तुत गरिरहनु भएको छ। 1 अङ्क जोड्दै शाह कटारे 11 अङ्क बनाउन सफल हुनुभयो। अफ्रिका 13। शाह कटारे 12 अफ्रिका 13। एकदमै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भइरहेको छ। यो 8औं अध्यक्ष कपको फाइनल खेल अफ्रिका भर्सेस शाह कटारे बीच भइरहेको छ। आउट भएको छ अफ्रिकाको तर्फबाट। 1 अङ्क जोड्दै शाह कटारे 13 भने अफ्रिका पनि 13। शाह कटारे 13।
साथसाथै त्यति नै राम्रो ब्लक साउ कटारेको तर्फबाट साउ कटारे 15 भने बफुका पनि 15 राजी पौडेल लेख्नुहुन्छ सावा सावा भन्दै तर्फबाट बाबुका 19 17 खिमदुङ जहान सिंह लेख्नुहुन्छ बाफलुखा भन्दै उहाँ बाफलुखाको सपोर्टर हुनुहुन्छ सबैजना दर्शक महानुभावले आफ्नो टिमलाई र आफ्नो खेलाडी साथीहरूलाई यसरी नै कमेन्ट मार्फत शुभेच्छा प्रदान गर्दै गर्नुहोस् साथ सहयोग र हौसलाले खेलाडी साथीहरूले राम्रो प्रदर्शन गरेर फाइनल म्याच जित्न सफल हुनुहुनेछ तर्फबाट 19-21 दलकुमार विश्वकर्मा भन्नुहुन्छ भिडियो साह्रै राम्रो क्वालिटीको देखाउनुभयो धेरै धेरै धन्यवाद भन्नुहुन्छ कोदेहाङ गाउँपालिकाले सकेसम्म दर्शक महानुभावहरूलाई पनि गुणस्तरीय भिडियो नै देखाउँ भन्ने रहेको छ र हामी प्रयासमा छौँ उहाँहरूले सल्लाह सुझाव दिनुहोला Hit the way.
रोमाञ्चक पानी खेल देख्न सक्नुहुन्छ भइरहेको छ खेल मैदानको बाहिर दर्शकहरू फाइनल खेल सागर रूपमा छाता ओढेर समेत खेल हेरिरहनु भएको छ प्रतिस्पर्धात्मक अत्यन्तै रूपले अगाडि बढिरहेको छ सपोर्टिभ दर्शक हामीले पाएका छौँ खोटाङ गाउँपालिका 8 सिम्पानीको माध्यमिक विद्यालयको खेल मैदानमा र पुनः केही समयको विश्राम पश्चात खेल सुचारू हुन गइरहेको छ सर्भिसमा साव कटरे टिके शर्मिराई लेख्नुहुन्छ आफलुखा भनेर बिसिआरले लेख्नुहुन्छ उमेशले डल्लो हुँदै छोड्दैछ केटा हो पारा भनेर लगातार अङ्क प्राप्त गर्दै सागकटरेको अङ्क 22 पुर्याउन सफल हुनुभएको छ भने आफलुखा 21 कामराई लेख्नुहुन्छ ल है राम्रो छ है भन्नुहुन्छ धन्यवाद तपाईँलाई खोटाङ गाउँपालिकाको तर्फबाट यसरी नै प्रत्यक्ष प्रसारणमा जोडिएर 700 रवि राई लेख्नुहुन्छ नाइस रुपन राई लेख्नुहुन्छ उमेश दाईले हरायो भनेर लेख्नुहुन्छ हराइसकेको छैन खेल हो कहीँ माथि हुन्छ त्यसै गरी एक अङ्क जोड्दै सागकटरे गेम पोइन्ट ल्याउन सफल हुनुभएको छ इन्द्र बान्दा लेख्नुहुन्छ अन्जेलाई लेख्नुहुन्छ सावा भन्दै उहाँ सावाको सपोर्टर हुनुहुन्छ स्पाइक तर बल आउट हुन पुगेको छ एक अङ्क जोड्दै सावकटाले 25 पुर्याउन सफल हुनुभएको छ भनेदेखि 22 का विरुद्ध 25 अङ्क ल्याएर सावकटाले 5औं सेटको खेल दोस्रो सेटको खेलमा जित हासिल गर्न सफल हुनुभएको छ त्यसै गरी बालुघर सावकटाले एक सेट जित्न सफल हुनुभएको छ यहाँले देख्न सक्नुहुनेछ दर्शकको हुटिङ दर्शकको आवाज आफ्नो टिमलाई सपोर्ट गरिरहनु भएको छ ठुला स्वरले आवाज निकाएर व्यक्तिको जोससँग चाहिँ दर्शकमा हुनुपर्छ तब मात्र खेल रोमाञ्चक मोड लिन्छ जित हार खेलमा स्वाभाविक प्रक्रिया हो तथापि खेललाई उत्कृष्ट बनाउन र रोमाञ्चक बनाउन दर्शकको पनि त्यति नै ठुलो हात हुने गर्दछ जुन हामी यो खोटाङ गाउँपालिका वडा नम्बर 8 खेलकुद प्रतियोगितामा देखिरहेका छौँ सुरुका दिनदेखि आज अन्तिम दिनसम्म पनि उहाँहरूको त्यो जोस जाँगर र उत्प्रेरणा घटेको छैन यसका लागि खोटाङ गाउँपालिका सदैव उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छ यहाँ हामी देख्न सक्छौँ दर्शक दायाँ बायाँ स्थानमा उत्तिकै घुइँचका साथ उपस्थित हुनुहुन्छ र केही समयको विश्राम पश्चात पुनः खेल सुचारू हुन गइरहेको छ मैले यसअघि पनि बारम्बार जोस गरिसकेको छु सागकटरे यसभन्दा अगाडिको संस्करण अथवा 7औं अध्यक्ष कपको डिफेन्डिङ च्याम्पियन हुन्छ भने
वाफ्लुखा पनि त्यत्तिकै राम्रो सहभागी टिम हुनुहुन्छ र तेस्रो सेटको पहिलो सर्भिस सावा कटरेलाई सेटको पहिलो अङ्क सावा कटरेलाई वाफ्लुखालाई माफ गर्नुहोला उत्कृष्ट स्पाइक थियो तर बल आउट हुन पुगेको छ त्यसै गरी सर्भिस वाफ्लुखालाई केसीआर विजय लेख्नुहुन्छ दिनेश तामाङ लेख्नुहुन्छ सावा कटरेलाई अवश्य जित्नेछ भनेर सुरेश बराल लेख्नुहुन्छ हो कविता कार्की लेख्नुहुन्छ राजधानी जित्नु पर्यो भनेर राजीव पौडेल लेख्नुहुन्छ मिस यू सावा भन्दै यहाँले आफ्नो टिम र खेलाडी साथीहरूलाई यसरी नै कमेन्ट मार्फत सहयोग गर्नुहोला हामी पक्कै पनि सम्भव भएसम्म वाचन गर्नेछौँ यहाँको कमेन्टलाई हेरेर हामी यहाँ उच्चारण गर्नेछौँ राम्रो प्रयास रिसिभ गर्नको लागि वाफ्लुखाका खेलाडी साथीहरू भुवन बस्नेत लेख्नुहुन्छ सावाले जित्छ 100% भनेर विकास राई लेख्नुहुन्छ भो लक्सवा भन्ने लेख्नुहुन्छ सावाले जित्नुपर्छ सावा भन्ने लेख्नुहुन्छ यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु यहाँले नै भनेअनुसार सावाले खेल्नेछ भन्ने सावाका खेलाडीको तर्फबाट यसै गरी अङ्क सावा 5 भने वाफ्लुखा 3 दीपक सुन्दास लेख्नुहुन्छ गुटलक सावा त्यसै गरी सिसी रसाइल लेख्नुहुन्छ सावा आदरणीय दर्शकबिन कोट्याङ गाउँपालिकाको वार्षिक अवसर आयोजित 8औं विश्वकपको आज फाइनल खेलमा सावा र वाफ्लुखा बीच अत्यन्तै कडा प्रतिस्पर्धा भइरहेको छ जसको एक सेट बेस्ट अफ 5 मा एक सेट दुवै टिमले हात पार्नु भएको छ भने दोस्रो सेट हात पार्न उहाँहरू प्रयासरत हुनुहुन्छ सावाको अहिले अङ्क 6 छ भने सावाले प्रतिस्पर्धा लिइरहेको छ अत्यन्तै राम्रो स्पाइक जोसेफ राई जर्सी नम्बर 10 सावाको तर्फबाट भने फेरि पुनः जर्सी नम्बर 10 कै उमेश राई वाफ्लुखाको राम्रो स्पाइक सँगसँगै अङ्क 4 एक अङ्कको 4 छ भने सावाको डरी 6 रहेको छ
लागेको छ भने फेरि अङ्क वाप्लुखाले आफ्नो अङ्कलाई अगाडि बढाउने प्रयास गरेको देख्न सक्छौँ भने लिड अझ पनि सावकै छ। अत्यन्तै राम्रो स्पाइक जोसेफ राईको भने फेरि पुनः रबिन खड्काको स्पाइक सफल हुँदै अङ्क 1 भएर अङ्क बराबरी वाप्लुखालाई छ भने सावलाई छ। जोसेफ राई अङ्क 1 थप्दै आफ्नो टिमलाई अगाडि दिलाउन सफल हुनुभएको छ। सावकोटाले 7 भने अहिले वाप्लुखाको 6 रहेको छ। हाम्रो लाइभमा यहाँहरूलाई स्वागत छ। देश विदेशमा रहेर हेर्दै हुनुहुन्छ। फेरि पुनः राम्रो स्पाइक 14 नम्बरको 10 नम्बर रबिन खड्का हुनुहुन्छ वाप्लुखाको टिमबाट। आफ्नो टिमलाई फेरि पुनः बराबरीमा फर्काउन सफल हुनुभएको छ। सर्भिसमा जसमा छक्का स्पाइक बिग्रिएको छ भने बल सावालाई 1 थप्दै 8 बनाउन सफल भएको छ। यसै गरी सर्भिसमा हुन्छ 10 नम्बर 3 लेलिन राई। जर्सी नम्बर 14 को स्ट्राइक थियो तर यताबाट फर्केर जर्सी नम्बर 9 बादलको अत्यन्तै राम्रो स्ट्राइक। यससँगै पुनः फेरि 1 अङ्क थप्दै सावकोटाले 9 बनाउन सफल भएको छ भने वाप्लुखाको 7 रहेको छ। दुवै टिमको उत्तिकै प्रदर्शन छ जसको नतिजा 1 सेट लिनुभएको छ। वाप्लुखालाई 8 भने सावकोटा 9 टिमको स्कोर अङ्क सावकोटालाई बल टच आउट भएको छ। यो सँगै सावकोटाले 10 भएको छ भने वाप्लुखा 8। टिमको अत्यन्तै राम्रो स्पाइक फेरि वाप्लुखाले 1 थप्दै दूरी छट्याउँदै अग्रता लिने प्रयास गरिरहेको छ। जर्सी नम्बर 15 को स्पाइक थियो तर यता रिसिभ भएको छ वाप्लुखाबाट। जर्सी नम्बर 9 भएको छ अङ्क भने सावकोटालाई 11 छ भने वाप्लुखा 9। जर्सी नम्बर 15 का साकेन राई सर्भिसमा हुनुहुन्छ। उहाँ खोटाङ गाउँपालिका वडा नम्बर 3 का कर्मचारी पनि हुनुहुन्छ। यसै गरी रिसिभमा छ वाप्लुखा। जर्सी नम्बर 10 का बाबा राईको स्पाइक थियो। अत्यन्तै प्रतिस्पर्धात्मक भइरहेको हामी देख्न सक्छौँ। आज फाइनल छ कम्पिटिटिभ प्रयास। सर्भिस फेरि पुनः सावलाई 1 अङ्क पुगिरहेको छ। 12 भने वाप्लुखा 9। थियो तर सावले रिसिभ गर्न सकेन। जोसेफ राईको प्रार जालीमा लाग्दाखेरि अङ्क वाप्लुखालाई। वाप्लुखा 10 भने सावकोटाले 12। सर्भिसमा जर्सी नम्बर 2 वाप्लुखाका। सावकोटाले अङ्क 13 भने वाप्लुखा 10। सर्भिसमा 10 का बादल।
चान्सलाई प्रयास गर्नु तर अप्लुकाले बल रिसिभ गर्न सफल भएको छ। जोसेफ राईको प्रहार छ। रिसिभमा हाम्रो खोट्याङ गाउँपालिका प्रहरी जवान निरमन राई। जोसेफ राईले बललाई रेसिङ गर्न खोज्नु भएको छ। फेरि पुनः अङ्क सहकर्मीलाई 14। सहकर्मी लगातार विजय दिन सक्छौँ। स्पाइक फेरि पुनः सफल भएको छ। जोसेफ राईको स्पाइक। अहिले अङ्क दिन सक्छौँ हामी। सावाको 15 भने अप्लुकाले टाइम आउट लिएको छ। आफूलाई रणनीति परिवर्तन गर्ने उद्देश्यले वाप्लुकाले टाइम आउट लिएको छ। खेलमा अहिले तेस्रो सेटमा अप्लुका 5 अङ्कले पछि परेको छ, जसलाई उसले आफ्नो रणनीतिलाई परिवर्तन गर्दै खेलमा ऊ फर्कन चाहन्छ। सिम्पानीमा सिम्पानीको प्राङ्गणमा यो फाइनल खेल सञ्चालन भइरहेको छ। उत्साहजनक रूपमा दर्शकहरूको सहभागिता रहेको छ। हाम्रो क्यामेराम्यानमा हुनुहुन्छ लाइभ प्रत्यक्ष प्रसारण गर्न गइरहनु भएको हुनुहुन्छ खोट्याङ गाउँपालिका अधिकृत पेजबाट गाउँपालिका प्रमुख अधिकृत श्री महेश राईजी, साथमा हाम्रो सूचना प्रविधि अधिकृत हुनुहुन्छ स्टोरमा। भयो अप्लुकालाई टाइम आउट लगत्तै अप्लुकाले आफ्नो पक्षले 1 अङ्क पार्न सफल भएको छ। सर्भिसमा रोशन हुनुहुन्छ जर्सी नम्बर 3 अप्लुका। तर रिसिभ भएको छ भने फेरि बल सावाको कोर्टमा पहिलो सेट अप्लुकाले सावालाई दबावमा राखेको थियो भने दोस्रो सेटमा फेरि प्रतिस्पर्धात्मक हुँदै सावा खेल्न फर्किएको थियो भने अहिले तेस्रो सेट लगातार सावाले लिड गरिरहेको छ। सफल भएको छ, जसको फाइदा अप्लुकालाई। अप्लुका 1 अङ्क थप्दै 12 भने सावा 16। ब्लक नम्बर 9 र 14 को अप्लुकाबाट अङ्क अप्लुकालाई। अप्लुका 13 भने सावा 16। बल नेट टच भएको छ सावा 3 को। फेरि अप्लुकालाई बल जाली छेउमा थियो। दुवै टिमका खेलाडीले खेललाई आफ्नो बेगले प्रतिस्पर्धात्मक बनाइराख्नु भएको छ। स्ट्राइक थियो, यो सफल भएको छ। अप्लुका टिमलाई 1 अङ्क थप्दै 14 भने सावाकोटाले 16। जर्सी नम्बर 10 का सावाकोटले भर्खर टाइम आउट लिएको छ। देख्न सक्नुहुन्छ सिम्पानी मावि सिम्पानी खोट्याङ गाउँपालिका 28 स्थित सिम्पानी बजारमा अवस्थित सिम्पानी मावि सिम्पानीको खेल मैदानमा 8औं अध्यक्ष कपको अन्तिम फाइनल खेल सञ्चालन भइरहेको छ। दर्शकहरू खेल मैदानको दायाँ बायाँ र माथिल्लो दिशातर्फ हुनुहुन्छ। यहाँ हाम्रो महिला तर्फको विजेता टिमहरू पनि देख्न सक्नुहुन्छ। भित्र पोखरी महिला भलिबल सँगै सावाकोटको कोचमा हुनुहुन्छ सावाकोटको अध्यक्ष जेफर राई। आफ्नो खेलाडीहरूलाई अप्लुकाको लगातार अङ्क ल्याउँदै अप्लुकाले बराबरी अङ्क बनाउन सफल भएको देख्न सक्छौँ। जर्सी नम्बर 8 स्पाइक जालीमा लागेको छ, जसले गर्दा यसको फाइदा सावालाई छ। जर्सी नम्बर 10 का जोसेफ राई सर्भिसमा हुनुहुन्छ।
सावकटलाई अङ्क सावकटले 18 भने अप्लुका 16 सावकटले लगातार सर्भिसमा जुसेफ राई 10.10 ब्लकमा 10.15 साकेन सुमित 10.8 र 3 नम्बर लेलिन अत्यन्तै राम्रो स्पाइक 6 नम्बर 10 अप्लुका रुद्र खड्काको नेटवर्क भएको छ सावरबाट सत्र भने अहिले 18 भएको छ दर्शकहरू देख्न सक्नुहुन्छ हाम्रो लाइभ नजिक स्टुडियोमा पनि भएको छ अप्लुकाद्वारा त्यसैले अप्लुकालाई अङ्क बराबरी 18 सर्भिसमा हुनुहुन्छ 10 नम्बर 6 का रुद्र खड्का राम्रो स्पाइक 10.14 भने अहिले बल अप्लुकाको कोर्टमा अप्लुकालाई अप्लुकाको 19 भने सावकटले 18 खेलमा अप्लुकाले लिड गरिसकेको छ एलियनको स्पाइक थियो तर अप्लुका खेलाडीले सहजै त्यसलाई रिसिभ गरेर फर्काएका छन् खेलमा फेरि चान्स क्रिएसन गर्दैछ र सावकटले राम्रो योसँगै खेल अत्यन्त रोचक फाइनल जस्तो भइरहेको छ समर्थकहरू पनि आफ्नो टिमलाई समर्थन गर्दै हुटिङमा हुनुहुन्छ खेलाडीको स्ट्राइक थियो लगातार लेलिन 10 नम्बर 3 फेरि पुनः अप्लुकालाई चान्स अत्यन्तै राम्रो स्ट्राइक 10 नम्बर 9 को फेरि पुनः चान्स फेरि अग्रता अत्यन्तै राम्रो स्ट्राइक 10 नम्बर 14 को योसँगै अप्लुका 20 21 सर्भिसमा 10 नम्बर 14 अप्लुका ओभरल्यापिङ भएको छ अत्यन्तै डेन्जर थियो अहिले बल योसँगै अङ्क फेरि अग्रता अप्लुकाको अप्लुका 22 भने सावकट 21 खेलमा प्रतिस्पर्धा पालै पालो अग्रता लिने भइरहेको देख्न सक्छौँ हामी बादलको स्ट्राइक थियो तर सहजै रिसिभ भएको छ राइट भएको छ अङ्क सावकटलाई 22 बराबरी लिब्रो खेलाडी चेन्ज परिवर्तन गर्दैछ अप्लुकाले प्रतिस्पर्धात्मक भइरहेको छ खेलाडी गम्सा गम्सी छ
राजा मेहता खेलाउन खोजिरहेको छ खेलाडीहरू आफ्नो पक्ष स्कोर पार्नलाई यो तेस्रो सेटको खेल हो दुवै सेट एक सेट सावर आफ्नो पक्षमा पार्नु भएको छ यो खेल विश्व 5मा सञ्चालन भइरहेको छ जित्नको लागि लगातार अथवा जम्मा 3 सेट जित्नुपर्ने हुन्छ यो जित्ने टोली विनर बन्ने छ र विनरले नगद रु 81,000 सिल मेडल र प्रमाणपत्र पाउनुहुनेछ भने उपविजेताको पुरस्कार राशि नगद रु 61,000 रहेको छ खेलमा दुवै टिमले आफ्नो टिमलाई अग्रता ल्याउन प्रयास गरिरहेको देख्छौँ अत्यन्तै मिठो प्रयास साथीहरूको यो फाइदा सावरले सेट पोइन्ट बनाएको छ सावा 24 अथवा 22 सर्भिस लगातार नम्बर 8 हाम्रो ब्लक गरिदिनु भएको छ पनि दुई टिमले प्रयास गरिरहनु भएको छ खेल मिलाउने पक्षमा सावा छ भने तर फेरि पुनः हाम्रो माइनस बललाई सही गर्दै यो दोस्रो सेट आफ्नो पक्षमा पार्न सफल भएको छ सावा कटरले 2 सेट आफ्नो हातमा पारिसकेको छ भने 1 सेट वप्लुखाले अब खेल चौथो सेटतर्फ धकेलिएको छ यदि चौथो सेट पनि सावाले जितेमा सावा यस अवश्य विजयी हुनेछ भने वप्लुखाले जितेर फेरि 5औं सेट सञ्चालन हुनेछ 5औं सेटमा भने हाम्रो 15 अङ्कमा गेम सकिनेछ दुवै टिम उत्तिकै हाम्रो यो 8औं दशकको कार्यक्रम स्थल जहाँ हाम्रो सिल मेडल र मञ्च देख्न सक्नुहुन्छ हामी यो कार्यक्रम पश्चात एउटा खोट्याङ गाउँपालिकाका सब इन्जिनियर एलिसा राईको अत्यन्तै मिठो नृत्य प्रदर्शन लागिरहेका छौँ यो खेलको दृश्यहरू अवलोकन गर्न खोट्याङ गाउँपालिका 6 इन्द्रणी पोखरीका वडाध्यक्ष बसन्त राईज्यू पनि क्यामेरा लिएर हुनुहुन्छ उहाँले यो खेलका विभिन्न दृश्यहरू आफ्नो क्यामेरा कैद गरिरहनु भएको छ विशेष गरी उहाँलाई धन्यवाद पनि छ हाम्रो सामाजिक विकास समितिका संयोजक समेत हुनुहुन्छ जसको क्षेत्रभित्र यो खेल पनि पर्दछ जसले गर्दा उहाँ यो क्षेत्रमा लागिरहनु भएको छ उहाँ आफ्नो थान चाहिँ यतै लिएर आउनु भएको छ भन्दै हुनुहुन्छ हाम्रो एम्पायर हुनुहुन्छ प्रेम हमाल तारा मगर वसन्त राई जसले यो खेललाई निरन्तर हिजो मात्रै हामीले एकै दिनमा 9वटा खेलहरू सम्पन्न गर्न सफल भयौँ सम्भवतः 9वटा खेल सञ्चालन गर्न खेलाडी आयोजक र रेफ्रीहरूलाई निकै नै हामी पर्ने हुन्छ अस्तिको दिनको मौसमले गर्दा रहेका खेलहरू पनि हिजो सम्पन्न गर्नुपर्ने थियो हाम्रो यस खोट्याङ गाउँको 8औं दशक लगातार 4 दिन हाम्रो श्रद्धेय अध्यक्षज्यू पनि बसेर हेरिरहनु भएको छ दर्शकहरू सावा र वप्लुका पक्षमा खुलेर लागिरहनु भएको देख्न सक्छौँ हामी महिला तर्फका खेलाडीहरू टिमै लिएर आफ्नो टिमलाई मिटिङ गरिरहनु भएको छ जसले गर्दा यो फाइनल खेलको थप रोमाञ्चक दृश्यहरू हामी देख्न सक्छौँ र हाम्रो स्कुलहरूमा सूचना प्रविधि अलिकति हुन्छ तपाईँहरूलाई स्कोर अपडेट गराउँदै लाइभमा देखिरहनु भएको छ सँगसँगै यो क्यामेरा व्यवस्थापनमा हुनुहुन्छ लाइभलाई गुणस्तरीय रूपमा तपाईँहरूमाझ पुर्याउन हाम्रो खोट्याङ गाउँपालिकाका आदरणीय प्रमुख प्रसाद अधिकृत आफै लागिरहनु भएको छ र यो चौथो सेट हुनको लागि तयारी हुनुहुन्छ खेलाडीहरू पनि 3वटा सेट खेलेर थकान भएको दिन सकिन्छ खेलमा फर्किएकोमा सावरले उत्साहित छ भने वप्लुखाले सुरुवाती पहिलो सेट लिए पनि फेरि पुनः सावरलाई रोक्ने पक्षमा छ वप्लुखाको टिम कोचमा हुनुहुन्छ खोट्याङ गाउँपालिका वप्लुखाका पूर्व अध्यक्ष दिपेन राई समेत हुनुहुन्छ र वर्तमान वडाध्यक्ष परास राई पनि सँगै उपस्थित भएको हामी देख्न सक्छौँ हाम्रो तारा नगर
क्याप्टेन रेफ्रीमा बसन्त राई हुनुहुन्छ। दर्शकहरूको उत्साहजनक समर्थन छ वाप्लुका सावा दुबेलाई। यता दुबे टिमतर्फ आफ्नो टिम वडाका वडाध्यक्षज्यूहरू अत्यन्तै नजिकबाट खेललाई निहाल्दै प्रशिक्षकको रूपमा पनि हुनुहुन्छ। ब्लक लागेको छ उमेश राईले बादलको स्ट्राइकमा उमेश राई बल प्रेसिङ स्ट्राइक तर बाहिरिएको छ। बल आउट सँगसँगै अङ्क सूर्यकी अङ्क वाप्लुकालाई। जोसेफ राईको प्रहार फेरि उत्कृष्टभन्दा उत्कृष्ट स्ट्राइक। जोसेफ राई 10 नम्बर 10 सावाबाट अङ्क बराबरी 1। सर्भिसमा 10 नम्बर 9 सावाका बादल, जसले यो खेलमा हिजोका खेलदेखि नै उत्कृष्ट स्ट्राइकर देखाइनु भएको छ। सावाको तर्फबाट ब्लक लगातार पानी सावाकरलाई आफ्नो यो खेलको गतिलाई सावाकरले लगातार अगाडि बढाउन चाहन्छ भने सबलाई फेरि अर्को सेट हात पार्नै पर्ने भएको लेलिनको फेरि पुनः अङ्क सावाकरलाई। सावाकरले 3 भने वाप्लुका 1। राम्रो ब्लक भइरहेको छ दुवै टिमको कमसेकम जालीमा। जोसेफ राईको स्ट्राइक थियो तर ब्लक भएको छ। फेरि पुनः बल वाप्लुका कोर्टमा गल्तीले गर्दा अङ्क फेरि सावालाई। सावाले अग्रता कायम गर्दै सावाले अङ्क 4 ल्याइसकेको छ भने वाप्लुका अङ्क 1। यदि सावाले खेल यो सेट जितेमा सावा विजय हुनेछ भने वाप्लुका जितेमा खेल 5औं सेटमा धकेल्नेछ। 10 नम्बर 10 का खेलाडी स्ट्राइक थियो। वाप्लुकालाई नेट टचको सङ्केत गर्दै हुन्छ रेफ्रीले। सर्भिसमा 10 नम्बर 2 वाप्लुकाका लिफ्टर, अत्यन्तै राम्रो लिफ्टर। आफ्नो टिमलाई 1 अङ्क थप्न बोलाउनु भएको छ। जसलाई कुनै मौका दिनु भएन बल रिसिभ गर्नुको लागि। बल सर्भिस बाहिरिएको छ। वाप्लुका 3 भने सावाकरले 5। जोसेफ राईको स्ट्राइक उत्कृष्ट। जोसेफ राईको राम्रो स्ट्राइक थियो। सर्भिसमा जोसेफ राई 10 नम्बर 10 नम्बर 14 रमन सरकारको अङ्क वाप्लुकालाई। खेलमा छोडी वाप्लुका यो सेट आफ्नो पक्षमा पार्नै पर्ने हुन्छ, अन्यथा सावाको पक्षमा गयो खण्डमा सावा विजय हुनेछ। त्यसरी दुवै टिमले बल गरिरहनु भएको छ। जर्सी नम्बर 15 साकेन राई सावाकबाट स्ट्राइक उत्कृष्ट गर्दै आफ्नो टिमले 1 अङ्क मिलाउन सफल हुनुभएको छ। साकेन राई जर्सी नम्बर 15 खोटाङ गाउँपालिका कर्मचारी पनि हुनुहुन्छ। उहाँ अहिले सावाको टिमबाट खेल्दै हुनुहुन्छ। सर्भिसमा लेलिन राई जर्सी नम्बर 3 उत्कृष्ट स्ट्राइक गर्ने प्रयासमा जर्सी नम्बर 6 तर स्ट्राइक ब्लक भएको छ। जर्सी नम्बर 9 का विशाल खड्का नेट टचले गर्दाखेरि अङ्क फेरि सावाकरलाई। सावाकरले 8 भने वाप्लुका 4। लगातार सर्भिसमा लेलिन राई जर्सी नम्बर 3 रिसिभमा वाप्लुका। जर्सी नम्बर 14 को क्लिक सर्ट थियो। रबिन खड्का अत्यन्तै उत्कृष्ट स्ट्राइक गर्दै आफ्नो टिमलाई 1 अङ्क थप्न सहयोग गर्दै अङ्क 5 वाप्लुका भने 8।
जर्सी नम्बर 6 का रुद्र खड्का सर्भिसमा उहाँबाट रिसिभमा सावाका टहरे सावाका तर्फबाट स्ट्राइकमा हुनुहुन्छ साकेन्द्र राई जसमा ब्लकआउट गर्दै आफ्नो टिमलाई सफल हुनुभएको छ। सागरले लगातार खेलमा अग्रता कायम राखिरहेको छ। सागर यो अग्रता थप अगाडि बढाउन चाहन्छ भने वाप्लुका यो अग्रतालाई आफ्नो पक्षमा अग्रतालाई पछ्याउँदै आफ्नो पक्षमा पार्न चाहन्छ। 10 नम्बर 9 को स्ट्राइक थियो साकेन्द्र राईको डबल टच सँगसँगै अप्लुकालाई अप्लुकाका 10 नम्बर 14 का रबिन खड्का सर्भिसमा स्ट्राइकर हुन्छ अप्लुकाको तर्फबाट बादल प्लेसिङ नै सफल भएको छ। अप्लुका छ सर्भिसमा सावाका साकेन्द्र राई रोशन खड्का हुनुहुन्छ 3 का खेलाडी बाट उत्कृष्ट फिसिङ थियो सावाको खेलाडीको लोकराज एक स्ट्राइक थियो रोशन खड्काको सफल भएको छ। सावाले पानी नै मलिलो भन्दै हुनुहुन्छ शङ्कर 7 कोटा सावाको पक्षमा कमेन्ट गर्दै हुनुहुन्छ भने उल्ला खड्का सावा भन्दै हुन्छ सावा सुभाष खत्री सन्तोष गाउँले विष्ट क्यामेरा राम्रो देखिएन भन्नुभएको छ। हाम्रो मौसम प्रतिकूल भएकाले पानी पर्न लागिरहेको मौसम छ। जोसेफ राईको प्लेसिङ सहजै अङ्क सावालाई सावाको अङ्क 12 7 छ। मनोज तामाङ सावा जित्नु पर्यो भन्नुहुन्छ भक्त सावाले यत्तिकैमा लिएर जाउँ जित पक्का भन्दै हुनुहुन्छ खेललाई अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। तेस्रो सेटमा कविता सापकोटा दिनेश तामाङ हाम्रो लाइभमा हुनुहुन्छ स्वागत छ हजुरलाई। सुभाष खत्री सावा भन्ने हुन्छ लगातार आफ्नो टिमलाई हाम्रो आयोजकको तर्फबाट र दुवै टिमलाई शुभकामना छ। खेल अत्यन्तै उत्कृष्ट खेलको स्वरूप देखाइराख्नु भएको छ। जर्सी नम्बर 10 उमेश राईको स्ट्राइक ब्लकआउट हुँदै अङ्क अप्लुकालाई अप्लुकाले 1 अङ्क थप्दै 8 बनाएर खेलमा फर्किने प्रयास गरिरहेको छ भने सावाको अग्रता कायमै छ। जर्सी नम्बर 10 का खेलाडी साकेन्द्रलाई केही समस्या आएको छ उहाँको हातमा। उहाँको अहिले उपचार भइरहेको छ प्राथमिक उपचार। केही समय खेल रोकिन गइरहेको छ। समीर चाम्स लेख्नुहुन्छ वाप्लुका हो प्लेस। हामी खेल मैदानमा दुवै टिमको बराबरी प्रयास देख्न सक्छौँ। तपाईँ सिम्पानीको यो डिजिटल बोर्ड सहित देख्न सक्नुहुन्छ। खेलमा दर्शकहरूको अन्तिम दिन घरको काम माया मार्दा भेलाउने दर्शकहरूको कमी छैन। सावाका 10 नम्बर 15 का साकेन्द्र राई केही शारीरिक अस्वस्थ कारण मेडिकल टिमसँग सम्पर्क हुनुहुन्थ्यो। सर्भिसमा जर्सी नम्बर 2 वाप्लुका मनराज तामाङ वाप्लुकाले बल गर्नु पर्यो भन्दै हुन्छ सावालाई आएको छ। दुवै टिमले आफ्नो तर्फबाट प्रयास गरिरहनु भएको छ। खेलमा सर्भिस जर्सी नम्बर 7 का लोकराजको
जर्सी नम्बर 6 को राम्रो स्टार्ट तर उत्कृष्ट ब्लक सावाको अङ्क सावाले लगातार अङ्क प्राप्त गर्दै अङ्क 15 बनाउन सफल भएको छ भने वप्लुका 8 खेललाई लगातार अग्रता बढाउने प्रयास गरिरहेको छ सावाले भने वप्लुका खेलमा फर्किन प्रयास गरिरहेको छ जर्सी नम्बर 10 उमेश राईको उत्कृष्ट स्ट्राइकसँगै वप्लुकालाई अङ्क 1 थप्दै हो सर्भिसमा जर्सी नम्बर 1 वप्लुका जर्सी नम्बर 10 दोस्रो ट्राईको उत्कृष्ट प्लेसिङ यो प्लेसिङसँगै फेरि पुनः अङ्क सावालाई सावा 16 भने उत्कृष्ट सर्भिस बल कटाउन सफल भएको छ वप्लुका टाइम आउट लिएको छ वप्लुकाले खेलमा लगातार अग्रता बढाइरहेको छ सावाले जसोका टाइम आउट लिएको छ त्यसपश्चात हाम्रो पुरस्कार वितरण कार्यक्रम रहेको छ र यो खेल सकिन साथ खोटाङ गाउँपालिका सब इन्जिनियर एलिसा राईको अत्यन्तै धमाकेदार नृत्य हामी हेर्नेछौँ जसको पनि हामी प्रत्यक्ष प्रसारण गर्नेछौँ प्रत्यक्ष प्रसारणमा हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई उक्त उत्कृष्ट नृत्यको लागि पनि प्रतीक्षा गर्न चाहन्छौँ खोटाङ गाउँपालिकाका कर्मचारी लगातार 4 दिनदेखि यो अध्यक्ष कपको खेलमा र त्यहाँभन्दा अगाडि पूर्व तयारीका समय पनि खर्चाउनु भएको छ हामी दुवैतर्फ वडाध्यक्षज्यूहरू प्रशिक्षकको रूपमा कोचको रूपमा देख्न सक्छौँ 3 नम्बर वडाध्यक्ष जेफर राईज्यू हुनुहुन्छ आफै 2 नम्बर वडाध्यक्ष पारस राईज्यू पनि हुनुहुन्छ सर्भिसमा जोसेफ राई जर्सी नम्बर 10 जर्सी नम्बर 14 र पनि खड्काको स्पाइक दियो सफल भएको छ उहाँले अत्यन्तै छक्का हुँदै स्पाइक गर्नुभएको छ भने अङ्क वप्लुकालाई जर्सी नम्बर 10 का खेलाडी सर्भिसमा हुनुहुन्छ उमेश राई रिसिभमा सावाको जर्सी नम्बर 15 साकेन राईको स्पाइक सफल भएको छ यससँगै फेरि पुनः सावालाई अङ्क सावा 18 भने वप्लुका 10 छ जर्सी नम्बर 3 का लेलेन राई सर्भिसमा हुनुहुन्छ वप्लुकाले खेल्न फर्किने प्रयास गर्दैछ 14 जर्सी नम्बर रबिन खड्काको अङ्क 11 सर्भिसमा जर्सी नम्बर 6 का रुद्र खड्का वप्लुका त्यसैगरी रिसिभमा सावा अत्यन्तै राम्रो लेग स्पाइक सँगै फेरि पुनः सावाले अग्रता बढाउन गइरहेको छ सावा 19 भने वप्लुका 11 बादलको उत्कृष्ट स्पाइकहरू जो हामीले हेरेका थियौँ जसमा उहाँको स्पाइकले गर्दा हिजो टिम फाइनल पुग्न सफल भएको थियो सँगै वप्लुकाका जर्सी नम्बर 9 को स्पाइक लक भएको छ पुनः साकेन राईले माइनस बललाई स्पाइक गर्नुभएको छ भने बल अलिकति नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ साकेन राईको स्पाइक ब्लक भएको छ फेरि पुनः बल वप्लुकालाई ब्लक भइरहेको छ सावा अहिले खेलको लयमा छ भने वप्लुकाले पनि आफ्नो लयलाई मूल्य दिने प्रयास गरिरहेको छ तर खेलमा भने सावा पठाइरहेको छ जर्सी नम्बर 14 को स्पाइक राम्रो थियो तर बेसी भएको छ बादलको कटाउनु भएको छ बल सावा निरन्तर अगाडि बढिरहेको छ सावाको देख्न सक्नुहुन्छ 21 भने वप्लुका 11 बाहिरबाटै हामी
नेट सर्चको सङ्केत रेफ्रीले गर्नुभएको छ। अङ्क वाप्लुकालाई, वाप्लुका 12 भने सहकटरे 22, 10 अङ्कको अन्तर दिन सक्छौँ। यो अन्तरलाई अझै पनि रोक्ने प्रयास गरिरहेको छ वाप्लुका भने सावा वाप्लुकालाई दबावमा राख्दै आफूलाई यो सेट जित्न प्रयासरत छ। तर फेरि अङ्क वाप्लुकालाई, वाप्लुका आफ्नो अङ्क दूरी घटाएर वाप्लुकालाई यो सेट जित्नै पर्ने हुन्छ च्याम्पियन बन्नको लागि। सावालाई भने 2 सेट जितिसकेको छ, ओब्लाको 1 सेट छ, जस कारणले गर्दाखेरि वाप्लुकालाई यो सेट जित्नै पर्ने दबाव छ। तर फेरि अङ्क सावालाई, सावा 23, वाप्लुका 13। सर्भिसमा साकेन राई, जर्सी नम्बर 15, राजेश राई जसमा 21 भएको छ। दर्शक मौसम प्रतिकूल भएको कारणले लाइभमा अलिकति क्लियर भिजन आइरहेको छैन, पानी पर्न लागिरहेको छ। बल वाप्लुकाको कोर्टमा निमेश राई जर्सी नम्बर 10, वाप्लुका 15 भने सावा 23। सहकटरे सेट पोइन्टको नजिकमा छ। वाप्लुका भने सावालाई यहीँ रोकेर आफ्नो यो सेट आफ्नो पक्ष लिन चाहन्छ। यसको नतिजाको लागि हामी अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। सर्भिसमा वाप्लुका 15। सर्भिसमा बादल जर्सी नम्बर 9, सहकटरे अत्यन्त राम्रो सर्भिस, जसमा 10 को स्ट्राइक। च्याम्पियन बन्न सफल भएको दर्शकबिन हामी देख्न सक्छौँ उहाँको सेलिब्रेसन। सहकटरे 8औँ दशक 83को च्याम्पियन बन्न सफल भएको छ, जसको सेलिब्रेसन सहकटले गरिरहेको छ भने उपविजेता बनेको छ वाप्लुका। वाप्लुकाको टिम पनि च्याम्पियन बन्न नसके तापनि दोस्रो बन्न सफल भएको छ, फर्स्ट रनर अप। र यस पश्चात हाम्रो नृत्य रहेको छ। दर्शकबिनहरू हाम्रो खोटाङ गाउँपालिकाका सब इन्जिनियर अघि नाच्नुकै ढिलो हुन्छ भने फेरि मान्छेहरूको राखिदिन्छ।